everyone, what's up? Welcome back to my YouTube channel. Let's go India from Nepal with us. अहिले चाहिँ हामी नेपाल गन्छौँ. नेपालगञ्जबाट चाहिँ हामी इन्डिया जान्छौँ. कसरी जान्छौँ, के गर्छौँ भनेर अनि के गर्नुपर्छ भनेर हेर्नलाई पुरै भिडियो हेर्नु होला. अहिले चाहिँ हामी बोर्डरमा थियौँ अनि हामी चाहिँ बसमा जान लागेको फर द फर्स्ट टाइम. केही आइडियै थिएन. अनि यो चाहिँ माइती नेपालको उहाँहरू आउनुहुँदो रहेछ, सबै सोध्नु हुँदो रहेछ. म र भाइलाई पनि एकदम धेरै क्वेसनहरू गरिरहनु भएको थियो, कहाँ किन कसरी भनेर. अनि यसरी चाहिँ झोला चेक गरिरहेको थियो पुरै कुकुरलाई यताउता सुँगाएर. ठ्याक्क पाकिस्तान इन्डियाको झगडा भएको बेलै परेको थियो हामी. मैले चाहिँ एकदम लेट भिडियो हालेको छु. सो यो चाहिँ रहेछ हाम्रो भन्सार. अनि यता चाहिँ हामी इन्डियाको पार्टमा आइसकेको थियौँ. त्यो इन्डियाको पार्ट चाहिँ एकदमै राम्रो रहेछ. जस दुइटै पार्टहरू राम्रो रहेछ भन्सारको. म चाहिँ यहाँ गएकै थिएन, फर द फर्स्ट टाइम गएको. एकदम एक्सपिरियन्स राम्रै भयो. अनि बसले खाना पनि एकदमै मिठै खुवाएको थियो भनौँ न. नेपाली चुलो भनेर रहेछ, पुरै नेपाली गानाहरू, भाइब नेपाली नै थियो. तर यो चाहिँ इन्डियाको समवेयर, आई हेभ नो आइडिया कता हो भनेर. यो पनि कता हो भनेर थाहा छैन. तर इन्डियामा एकदमै चहल पहल के रातिको 1, 2, 3 जति पनि बजोस् एकदमै मान्छेहरू पनि धेरै अनि एकदमै चहल पहल हो हल्ला नै थियो. अनि यो चाहिँ बसदेखि बाहिरको झ्याल बाटोको भ्यू हो. यहाँसम्म आइपुग्दाखेरि चाहिँ एकदमै यात्रा सहजै थियो. बसमा रमाइलो भइरहेको थियो. सुत्दै उठ्दै यताउता गर्दै आइरहेको थियौँ. लास्टचोटि चाहिँ हामी प्लेनमा गएको थियौँ. अलि यो चोटि चाहिँ बसमै गइदिउँ न त कस्तो हुन्छ भनेर ट्राई गर्नलाई बसमा आएको. यो चाहिँ हो इन्डियाको बस पार्क. अनि यहाँ चाहिँ हाम्रो एउटा साथी लिन आएको थियो. अनि हामी गएर फ्रेस भएर अनि हामी घुम्न निस्क्यौँ. यो चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन लोटस टेम्पल थियो. अनि हाम्रो साथी भनेको चाहिँ विकास हो. अनि एकदमै रमाइलो भयो. अनि हामी सबै चिज घुम्यौँ. अनि बाँकी चाहिँ अब भिडियो हेरेर इन्जोय गर्नु होला. विकासले चाहिँ हामीलाई घुमाइरहेको छ. फर्स्ट डेस्टिनेसन चाहिँ हाम्रो भयो लोटस टेम्पल रे. यहाँभित्र गएर अब हामी मेडिटेसन गर्छौँ. जुत्ता सुत्ता खोलेर जानुपर्ने रहेछ. विकास रेडी भइसक्यो जुत्ता खोलेर. अब यसले खोल्छ. सो यही हो. अनि गाइस यो चाहिँ एकदमै शान्त बोलेर मेडिटेसन गर्ने ठाउँ हो. यहाँ चाहिँ भिडियो बनाउन पाउँदैन थियो. आइम सो सरी. तर पनि मैले बनाएँ के छ कस्तो छ भनेर भित्र होइन. यस्तो थियो भित्र चाहिँ एकदमै पिसफुल होइन, एकदमै शान्त. तर एउटा सानो नानीले चाहिँ बच्चाले चाहिँ कराइरहेको थियो. अनि त्यति गरेर हामी चाहिँ बाहिर निस्क्यौँ. धेरै बेर बस्न पनि सकेनौँ. विकासले चाहिँ मजाले मेडिटेसन गरेर एकछिन. अनि त्यसपछि हामीले नरिवल पानी इन्डिया गएर नखाने त कुरै भएन. अनि गर्मी पनि थियो. नरिवल पानी खायौँ. इन्डिया गइसकेपछि त खानै त हुने होइन, खाना अन गर्दै खाना खाँदै अनि मन्दिरहरू धेरै जस्तो घुम्यौँ हामीले. होइन नो विकास धार्मिक भाग हो कि के भाग हो योपालि चाहिँ जे होस् मन्दिरहरू घुमायो मजाले. अनि एकदमै सुकुन मिल्यो. लास्टवाला मन्दिर चाहिँ यस्तो दामी. म त आफै चेन्ज हुन आँटेको थिएँ. तर फेरि कता कता के गरेर बिजी भयो लाइफमा होइन. धार्मिक हुने पनि फुर्सद छैन गाइस. अब के गर्ने, यस्तै छ जिन्दगानी. तै पनि यस्तो रमाइलो भयो होइन. अब नेपाल इन्डिया भनेपछि अब एकदमै रिलिजियस कन्ट्री हो नि त. अनि यहाँको कल्चर, यहाँको उसले चाहिँ एकदम क्याच गर्छ. मलाई पनि गरेको थियो लास्टचोटि. अनि एकदमै रमाइलो भयो. उहाँहरू कहाँबाट विदेशबाट आएर नि कस्तो मजाले इन्जोय गरिरहनु भएको थियो भजन. त्यो देखेर पनि अर्कै एनर्जी आइरहेको थियो, अर्कै भाइब आइरहेको थियो. त्यसपछि चाहिँ सरोजनी नगर गयौँ. सरोजनी मार्केट यहाँ पनि जाने एकदम इच्छा थियो मेरो. म गएको थिएन. अनि म चाहिँ जुत्ता किनिरहेको छु. अनि मैले यहाँबाट जुत्ता र एउटा टी सर्ट चाहिँ किनेँ. त्यसपछि अरू कपडाहरूको चाहिँ के भन्छ एकदमै धेरै सस्तो भएर उनै लागेन कि, विश्वासै लागेन कि यो हो कि होइन भने जस्तो हुन्छ नि. अब यो साँच्चै एकछिनमा च्यातिने हो कि भनेर. अनि मैले चाहिँ जुत्ता लिएँ एउटा यहीँबाट. अनि अस्ति पनि लगाएर पनि फोटोसोट पनि खिचिसकेँ. अनि जम्मा कति लगभग 200 रुपिस अथवा 150 रुपिसको हुनु पर्थ्यो यो जुत्ता होइन. अनि तर राम्रो त थियो गाइस होइन. अनि त्यो हेर्नु न 200 को स्कर्टहरू के भन्छ त्यसलाई, फ्राक होइन मेडी भन्छ क्या. अनि यति धेरै थियो. अनि तर मैले लिइनँ क्या. अनि इयरिङहरू अनि यहाँ चाहिँ हुन्छ नि जबरजस्ती यो लग्नुहोस् गरिराख्नु भएको थियो. लगौँ कि सोचेको थिएँ. तर मैले लास्टमा चाहिँ लिएँ क्या एउटा. लगाइदिन्छु बिचरा भनेर लगेँ. अनि यस्तो दामी सेट त सर्ट त 150 मा पाएको के, छोड्नै मन लागेन. अन्त त्यही हो, खाना जहाँ जे देखेँ त्यही खाइरहेको थिएँ. जहाँ जे देखेँ त्यही खाइरहेको थिएँ. अनि त्यही भएर म बिरामी पनि भएको थिएँ. अनि त्यो पनि ठिक छ, खाना त खानु पऱ्यो नि होइन. बिरामी भयो भने पछि कहाँ आइन्छ र. अनि
त्यही हामी चाहिँ मेट्रो चढेर फेरि अर्को ठाउँमा गयौँ। यस्तो ट्याग इन्डियाको मेट्रो त्यही त हो। अनि फेरि खाने बेला भयो गाइस होइन। हामी चाहिँ खुट्टा धुँदै बस्यौँ है, अहिले केही काम छैन। खुट्टा धुँदै यस्तो टक्क लाएर मस्जिदमा बस्यौँ, जामा मस्जिदमा बस्यौँ खुट्टा धुँदै चिल हान्दै। अब भित्र त जाँदैनौँ हामी, यहीँबाट यसो प्रे गर्छौँ अनि घर फर्किन्छौँ। लोकसभामा कौन जीता? रुचि। हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद। आजको दिन चाहिँ यस्तो रमाइलो भयो, यस्तो रमाइलो भयो। म चाहिँ हल्का बिरामी पनि भयो, धुवा धुलो एकदम पवित्र तर जोक सपाट एकदमै रमाइलो भयो। सबसे मेन रमाइलो चाहिँ हाम्रो एउटा ठाउँमा भयो मन्दिर, त्यो ठाउँको नाम चाहिँ विकासले भन्छ। आज लास्ट दिन मतलब यिनीहरू आएको आज हामीहरू अक्षरधाम मन्दिर गएको थियौँ। अनि अक्षरधाम मन्दिरमा के गर्नुभयो हजुरले फर्स्टमा भन्नुहोस् त? सबै मोबाइल त्यो इलेक्ट्रोनिक सबै इभन चार्जर पनि लगेर गयो होइन उनीहरूले। अनि हामी 5-6 घन्टा मोबाइल बिना बसेको थियौँ। इन्डिया गेटमा छौँ, अनि 5-6 घन्टा मोबाइल बिना बसेर पनि ओर्थेटै भयो, यस्तो रमाइलो भयो। त्यहाँको सबै चिज राम्रो रहेछ, आरतीदेखि लिएर त्यहाँ एकदमै धेरै सो पनि हुने रहेछ। प्लस त्यो एउटा लाइटवाला थियो नि लास्टमा, के भन्छ वाटर फाउन्टेन सो, त्यो चाहिँ एकदमै राम्रो थियो। वाटर सो राम्रो थियो, त्यसमा आगो पनि थियो, सबै चिज थियो, ड्रामा थियो, एकदमै थियो। बन्दे मातरम ड्रामाबाट के सिक्नुभयो हजुरले? धेरै चिज सिकेँ आज मैले। विजय के भन्नु चाहन्छ हजुर लास्टमा? आजको ट्रिप एकदमै फ्रुटफुल थियो जस्तो मलाई लाग्छ। यिनीहरू एक दिनमै मतलब हेक्टिक सेड्युल हुँदै पनि 4-5 लोकेसन भइहाल्यो। फर्स्टमा हामी गयो, कुन ठाउँमा गएको थियो? फर्स्टमा स्टार्टिङ गरियो नेहरू प्यालेसको लोटस टेम्पलबाट। लोटस टेम्पल पछि गयो नेहरू प्यालेसको इस्कनमा गइसकेपछि केही समय त्यहाँ बिताइसकेपछि हामी जामा मस्जिदमा खाना गयौँ। खाना खाइसकेपछि फेरि आफ्टर कति मिनट जति मतलब आधी घन्टा जति अलमोस्ट हामीहरू जामा मस्जिदमा बस्यौँ। त्यसपछि एकजनासँग कम्युनिकेट गरेर गफ हानेर बस्यौँ जामा मस्जिदबाट। अनि केही समयपछि हामी गयौँ अक्षरधाम मन्दिर। अनि अक्षरधाम मन्दिरमा गएर भर्खर हामी आजको दिन ऱ्यापअप गर्न इन्डिया गेटमा आएको छौँ। बाई 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 गाइज।